हेलो नमस्ते, तपाईँहरूलाई डिओ सेलर हबमा स्वागत छ। आज म तपाईँहरूलाई यो भन्न गइरहेको छु कि तपाईँहरू जस्तै सेलर एकाउन्ट बनाउनु भयो, त्यो सेलर एकाउन्ट बनाएर अब त्यसमा काम कसरी गर्ने, त्यो सेलर प्यानल कहाँ हुन्छ, त्यसको बारेमा आज भन्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोला। अनि तपाईँहरू सेलर एकाउन्ट बनाउनु भयो भने यहाँ ड्यासबोर्ड भन्ने अप्सन छ, त्यो ड्यासबोर्डमा क्लिक गर्नु। ड्यासबोर्डमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यसमा तपाईँको सेलर प्यानल खुलिसकेछ। जस्तै सेलर एकाउन्ट बनाउनु भएको थियो भने त्यस्तै सेलर प्यानल तपाईँको खुल्छ। अब यहाँ हेर्न सक्नुहुन्छ धेरै अप्सनहरू छ यसमा। जस्तै सबभन्दा फर्स्टमा हेर्न सक्नुहुन्छ अपलोड प्रोडक्ट भन्ने अप्सन छ। त्यसमा तपाईँहरूले आफ्नो प्रोडक्टहरू कुन कुन सामान बेच्नुहुन्छ त्यो प्रोडक्ट हाल्नुपर्ने हुन्छ। फर्स्टमा यसमा हेर्न सक्नुहुन्छ फोटो भन्ने अप्सन छ, त्यसमा फोटोहरू अपलोड गर्न सक्नुहुन्छ। जति बक्सहरू खाली छ त्यो सबैमा तपाईँ फोटो हाल्न सक्नुहुन्छ र तलमा प्रोडक्टको नेमहरू लेख्न सक्नुहुन्छ, प्राइसहरू लेख्न सक्नुहुन्छ र डिस्क्रिप्सनहरू पनि लेख्न सक्नुहुन्छ। त्यसपछि यहाँ कस्टमाइज वेबसाइट भन्ने अप्सन छ, त्यसमा तपाईँहरूले आफ्नो स्टोरलाई डिजाइन गर्न सक्नुहुन्छ, कस्तो फर्मेटमा राख्नुहुन्छ। जस्तै यसमा डिजाइन गरेको छ, यस्तो डिजाइनमा तपाईँ पनि राख्न सक्नुहुन्छ र प्रोडक्टहरू पनि कति अपलोड गर्नुहुन्छ त्यो पनि हेर्न सक्नुहुन्छ। त्यसपछि अब तलमा हेर्न सक्नुहुन्छ इन्भेन्ट्री भन्ने अप्सन छ, यसमा तपाईँले कतिवटा प्रोडक्टहरू अपलोड गर्नुभएछ त्यो सबैको डिटेल यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ अर्डरको अप्सन छ, त्यहाँबाट तपाईँहरूले तपाईँको स्टोरमा कतिवटा अर्डर आयो र कतिवटा अर्डर रिसिभ भइसक्यो र कतिवटा अर्डर भर्खर आएको छ त्योहरू सबै कुरा यसबाट हेर्न सक्नुहुन्छ। अर्डरमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ यहाँ धेरै अर्डरहरू क्रिएसन भइसकेछ, त्योहरू तपाईँ हेर्न सक्नुहुन्छ। तपाईँको सेलर प्यानलमा पनि यस्तै आउँछ। त्यसपछि तलमा हेर्न सक्नुहुन्छ पेमेन्ट भन्ने अप्सन छ, यसमा क्लिक गरिसकेपछि अब हेर्न सक्नुहुन्छ कि कस्टमरले डाइरेक्ट पेमेन्ट गरेको छ कि कति पेमेन्ट गरेको छ कि क्यास अन डेलिभरी छ कि त्योहरू हेर्न सक्नुहुन्छ। त्यसपछि तलमा हेर्न सक्नुहुन्छ कस्टमरको क्वेसन भन्ने अप्सन छ, त्यसमा कस्टमरहरूले विभिन्न क्वेसनहरू सोध्न सक्नुहुन्छ। क्वेसनहरू सोधेको हुन्छ र तपाईँ यसको एन्सर दिनुपर्ने हुन्छ, त्यसरी नै दिनु होला जस्तै यसमा दिएको छ। त्यसपछि तलमा हेर्न सक्नुहुन्छ कि कस्टमर भन्ने अप्सन छ, त्यसबाट तपाईँहरूले कस्टमरहरूले कसरी सामान लियो र कस्तो लाग्यो त्योहरू रिभ्यू यसमा हेर्न सक्नुहुन्छ। त्यसपछि तलमा मिडिया लाइब्रेरी भन्ने अप्सन छ, त्यसमा तपाईँहरूले कतिवटा प्रोडक्टहरू अपलोड गर्नुहुन्छ त्यसको फोटोहरू यसमा हेर्न आउँछ। त्यसपछि तलमा हेर्न सक्नुहुन्छ लर्न भन्ने अप्सन छ, तपाईँहरूले केही अप्ठ्यारो पऱ्यो भने यहाँबाट तपाईँहरू सिक्न सक्नुहुन्छ सेलर प्यानलहरू कसरी बनाउने, ड्यासबोर्डहरू कसरी राम्रो गर्ने, त्योहरू सबै कुरा हेर्न सक्नुहुन्छ। त्यसपछि तलमा हेर्न सक्नुहुन्छ सपोर्ट सेन्टर भन्ने अप्सन छ, यसबाट तपाईँहरूले केही समस्या पऱ्यो भने तपाईँ डाइरेक्ट यसबाट कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यहाँ हाम्रो कस्टमर सर्भिस चाहे सेलर सर्भिसहरूको नम्बर यसमा दिएको छ, तपाईँहरू कुनै बेला पनि फोन गरेर सोध्न सक्नुहुन्छ या इमेल गर्न सक्नुहुन्छ। सेलर प्यानलमा तपाईँहरू यति अप्सन हेर्न सक्नुहुन्छ र तलमा तपाईँ आफ्नो सेलर एकाउन्टको नाम र आइडी नम्बर हेर्न सक्नुहुन्छ। सेलर प्यानलमा यति नै रहेको छ। तपाईँहरूलाई केही समस्या परेमा तपाईँहरू डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।